हेलो नमस्ते सबैजनालाई धेरै दिनपछि फेरि पनि भिडियो बनाउन लागेको यो मेरो कुकुर चरन लानु पर्ने रमाइलो छ फागुन महिना त्यही हो काम छैन घाँस पौडी खेल्दै रहेछ पोखरीतिर फागुन महिनामा पनि पुरै जङ्गल उजाड छ है उजाड केही पनि छैन हरियो भन्ने चिज अचम्म यो कोरियाको जङ्गल खोलातिर यस्तो उम्रेको छ लसुनबारी परसम्म जान सोचिरहेको छु अब कहाँसम्म पुगिन्छ गर्दै जाऊँ यस्तै छ गाउँमा कोरिया यसो सहरतिर मात्रै हो काम गर्ने कोरिया यस्तो छ जङ्गलतिर गाउँ बस्ती पाखा पखेरा डाँडा पाखा उजाड मरुभूमि और हाम्रो कम्पनी अर्को नयाँ कम्पनी थप्नलाई वाल लगाइरहेको छ साथी हो यस्तो ठाउँमा दुःख गर्नुपर्छ आएर ठक्क गाउँघरमा भैँसी बाख्रा गाई गोठालो गरे जस्तो गर्नुपर्छ नेपाल बसेर हेर्दा मात्रै गजबको देखिन्छ यस्तो ठाउँमा आएर किनी खाने ठाउँ पनि नहुने ठाउँमा काम गर्नुपर्ने हुन्छ हामी कामदार मजदुर भरिया ए भनौँ अर्काको नोकरी गर्न आउने मान्छे त अनि अटोमेटिक तरिकाले विकास चाहिँ राम्रो भाव हुन्छ दुःख त त्यही हो अब हामी यस्तै ठाउँमा आएर गर्नुपर्ने हो कानुन यहाँको सिस्टम चाहिँ कोरियाको धेरै राम्रो छ भित्रै रोडहरू हुन्छ खेतीपाती हरेक उत्पादनहरू उठाएर त्यहीँबाट गाडीले लाने गर्छ रोड पनि अलिक पाखा पखेरो खेतीपाती नहुने अलिक छेउमा हुन्छ अलिक मैदान अलिक समतल अलिक मलिलो ठाउँमा फराकिलो ठाउँमा कम्पनीहरू बनाउँदैन खेतीपाती लाउँछ अलिक ओक्लो अलिक भिरालो अलिक पाखा जस्तोबाट रोड पनि लगेको हुन्छ यहाँ सिस्टम धेरै राम्रो छ अरू कुरा काम गर्ने कुरा यस्तै हो कम्पनी यस्तै ठाउँमा कम्पनी भनेको प्राय कोरियामा कुना बस्ती गाउँतिर मात्र हुन्छ सहरमा हुँदैन कम्पनीहरू सहरमा किनभने अटोमेटिक रूपमा अब जनसङ्ख्या पनि धेरै हुन्छ गाडी हरेक भिडभाड हुन्छ त्यही भएर दूषित हुने भएको कारणले कम्पनीहरू चाहिँ कारखाना कम्पनीहरू चाहिँ यस्तो गाउँमा हुन्छ हामी नेपालबाट आएपछि काम गर्ने यस्तै ठाउँमा हुन्छ प्राय कुनै अब कम्पनी भित्र अलिक सहरतिर होला तर प्राय जसो कम्पनी हामी अब अरूको नोकरी गर्न आउनेको ठाउँ यस्तैमा गर्नुपर्छ सबैतिर यस्तो ठाउँमा कुनामा बसेर सुनसान भएको ठाउँमा आएर काम गर्नुपर्ने हुन्छ दुःख गर्नुपर्ने हुन्छ
सोचे जस्तो हुँदैन, दुःख गर्नुपर्छ जता पनि पैसैको लागि हो। पैसा कमाउन आएको जस्तो भए पनि अब दुःख गर्नै पर्यो, पसिना बगाउनु पर्यो हैन। जे गर्छ पैसाले गर्छ। हाम्रो साउवर भनेको यस्तो कुनामा उनीहरूको कम्पनी हुन्छ अनि त्यहाँ पछि काम सकेपछि उनीहरू त पुरै अक्ला बिल्डिङतिर उनीहरूको वासस्थान हुन्छ। हामी त यस्तै ठाउँमा बसियो, यस्तै ठाउँमा खाइयो बस्यो, त्यही त यस्तो छ है। सुनसान छ, पुरानो पहिलाको घर छानहरू यस्तो रहेछ। उता परतिर च्यान, हाम्रो जङ्गल फागुन अब चैत लागिसक्यो। जङ्गलमा यस्तै छ, जै पनि के पनि पातहरू यार। यो जङ्गल कोरियाको यो जङ्गल चाहिँ अजिब लाग्यो मलाई। बर्खामा सबै कालो हुने गरी पलाउँछ अनि हिउँदो जब साउन भदौ असोजदेखि यो झरेको रुखहरूको पात अहिलेसम्म अब चैत लागिसक्यो नेपालमा त अब त कमसेकम पालुवा पलाउँछ, हरियाली हुन्छ, गुराँसहरू फुल्छ, फुलहरू फुल्छ, घाँसहरू पलाउँछ। हेर्नु न यो कोरियाको अझै जस्ताको तस्तै छ। के अचम्म ठाउँ हो। फेरि कोरियामा यतै हिउँ पर्छ, हिउँ जाडो मौसममा हिउँ पर्छ यहीँ। फेरि गर्मी सिजन सुरु भएपछि धान फल्छ यही, अङ्गुर फल्छ, सुन्तला फल्छ यही। हाम्रो भयो त धान फल्ने ठाउँमा धानै फल्ने, सुन्तला फल्ने ठाउँमा सुन्तलै। माथि लेकतिर अब अर्कै हुन्छ, तराईतिर अर्कै हुन्छ, यता त एउटै हो सबै। हिउँदोमा धान फल्यो, बर्खामा गर्मीमा धान फल्यो, फेरि जाडो मौसममा पर्यो। यस्तै छ जिन्दगी, कोरियाको बसाइ। दुःख सुख चल्दैछ नेपालबाट आइएको। अब त 19-20 महिना भइसक्यो, कमाइ छैन। ऋण सिन यसो अलिअलि तिरियो। यस्तो ठाउँमा बसिरहेको छु म चाहिँ। च्यान पुरै गाड्ने चलन छ यता पनि कोरियातिर। परतिर यो बाँस गाडी चाहिँ राम्रो देख्दो रहेछ। यस्तै छ जिन्दगी। अब जङ्गलतिर यसो बिदाको बेला सम्झनाका लहरहरू, सम्झनाका पलहरू यसो युट्युबतिर अपलोड गरिराख्यो भने बुढेसकालमा पछि हामीलाई पनि यसो सम्झनाको पानाहरू पल्टाएर हेऱ्यो भने गजब हुन्छ होला भनेर। च्यान पुरै च्यान छ, धोक गरी हामीलाई दुःख कष्ट नदिनु होला, हामीलाई नसताउनु होला। तपाईँको आँगनतिर म पनि आइपुगेको छु।
केही नगरिदिनु होला, सपनामा नआइदिनु होला, नतर्साइदिनु होला। अब भन्दा रुखमाथि ढुकुर रहेछ उडेको त तर्सिया। जिन्दगी यस्तै छ साथी हो। कोरिया आउनलाई पनि निकै दुःख कष्ट सङ्घर्ष गरियो। सपनाहरू धेरै थिए, पुरा हुने नहुने अब कन्फर्म थिएन। सङ्घर्ष गर्दै गएपछि सपना पुरा गरियो। आएर पनि यस्तो ठाउँमा दुःख गरिरहेछौँ। जिन्दगी सङ्घर्ष स्ट्रगलमै जिन्दगी बिताउनु पर्ने हुन्छ। अनि निम्न वर्गबाट, निम्न परिवार, निम्न स्तर परिवारबाट अब जन्मेपछि सङ्घर्ष गर्नैपर्छ। धेरै मेहनत परिश्रम गर्नुपर्छ होइन। कमाएको पैसा बच्दैन। महिनामा 2 लाख 3 लाख कमाउँदा पनि अब जिरो लेभलबाट आउने मान्छेको बचत गर्न, कमाइ गर्न धेरै गाह्रो हुने रहेछ। जो अहिले थाहा भइरहेछ। अब यता पनि टाल्नु पर्यो, उता पनि टाल्नु पर्यो, परिवार हेर्नु पर्यो। दाइ भन्यो, भाइ भन्यो, नाता भन्यो, आफन्त भन्यो। अब नहुनेसँग भन्दा पनि हुनेसँगै सबैले आश गर्छ। त्यही भएर यसो 5,000 10,000 1,000 2,000 500 1000 गर्दा गर्दै तलब पनि अब 2-3 लाख आए पनि अर्को महिना आइपुग्दाखेरि सकिने हुन्छ। त्यही भएर निम्न लेभलबाट स्ट्रगल गरेको मान्छेले पैसा कमाउन बचाउन धेरै गाह्रो हुने रहेछ। हेर्नु अब कमाइएला बिस्तारै जस्तो लागिरहेछ। अब जति कमाइयो पनि जति कमाइएको छ त्यतिमै सन्तुष्ट लिनुपर्ने होला। अब सोचे भन्दा सोचेको जति अब कमाउन नसकिएला, सकिँदैन पनि न। कमाए पनि अब त्यही हो। कोरियामा दुःख गर्नै पर्छ, धेरै दुःख गर्नुपर्छ। त्यत्तिकै महिनाको 2 लाख 3 लाख अब कहाँ पाउनु। दुःख गरेरै आउने हो नि त, परिश्रम अनुसार आउने हो नि त पैसा पनि। त्यही भएर कोरिया पैसा अब त्यत्तिकै आएको होइन। परिश्रम पनि कडा, तलब पनि कडा। त्यही हो। त्यही भएर परिश्रम गर्नु पर्यो। परिश्रम गरेर अब कति कमाइन्छ, कति बचाइन्छ 2-4 वर्षपछि हिसाब गर्दै गरौँला। सोचे जस्तो चाहिँ हुन चाहिँ नहुँदो रहेछ। हामी धेरै गाह्रो हुने रहेछ। जे होस् सबैतिर टालटुल गर्यो, यता गर्यो उता गर्यो, यता बिग्रियो उता बिग्रियो, यताको टाल्यो उताको टाल्यो। यी सब बचाउन धेरै गाह्रो। आए गाह्रो रहेछ, गाह्रो। कस्तो राम्रो चियान बनाएर यहाँ बसेको हेर्नु न। एक फनको लाएर धोपी रोपेको छ। घुम्ने ठाउँ अब कोरिया। अब त्यो मृग पो रहेछ यार। घुम्ने ठाउँ
कोरियामा यस्तै चियान गाडी मात्रै हो, अरू ठाउँ घुम्न छैन। घुम्नलाई जानु पर्यो, गाडी चढ्नु पर्यो, कता अलिनु पर्यो, कता चढ्नु पर्यो, थाहै हुँदैन। अब सिस्टमेटिक हुन्छ यहाँ हरेक कुरा। नेपालको जस्तो जहाँ पाएँ त्यही हुँदैन, त्यही भएर गाडी चढ्न पर्दैन। कुन ठाउँ कसरी कुन तरिकाले के गरेर चढ्ने त्यही थाहा नभएर म त झ्याउ लागेर टाढा टाढा घुम्न पनि अहिलेसम्म गएकै छैन। यसो कम्पनीको वरिपरि चियान वरिपरि घुम्न आयो, फर्क्यो, रमाइलो गऱ्यो, काम गऱ्यो, त्यस्तै। जिन्दगी आफ्नै कथा व्यथा यस्तै छ। अरूले हेर्दा अरूले देख्दा मात्रै सुन्दर खुसी आनन्द देख्छ। आफ्नै कथा आफ्नै व्यथा आफ्नै सङ्घर्ष आफ्नै स्ट्रगलहरू हुन्छ, कसैले देख्दैन। सबैलाई आफ्नो ठाउँमा दुःख गरे हुन्छ, स्ट्रगल गरे हुन्छ, सङ्घर्ष गरे हुन्छ। अरूको जिन्दगी हेर्दा मात्रै सुन्दर देखिन्छ। तोर्सिन्छ म ठक ठक र ठुक ठुक चियान गाडी आएको त नि ठक ठक र ठुक ठुक मात्रै गर्छ त यार। ओहो, यता खतरा रहेछ यताको एरिया चाहिँ। एक फनको लगाइदिउँ न, जङ्गल भए पनि। यस्तै हो, कमाइ छैन हौ साथी हो, कहिले कमाउनु पर्ने हो अनि कहिले। ओहो, मभन्दा अग्लो रहेछ धुपी, कस्तो राम्रो हेर्नु न यार। ओ माई गॉड, चियानको धुपी, चियान गाडीको धुपी। नयाँ वर्ष सलनाल चुसकमा आएर यतातिर ढोक गर्छ, पूजा गर्छ होला। छिर्न पनि हुने हो कि नहुने हो फेरि। कस्तो राम्रो ठाउँ, टक्क जङ्गल। यसो फुस्रो देखे पनि धुपी त खतरा देख्छ त। एक्लै यसो घुम्यो बस्यो, एकजना साथी भएको फोटो भिडियोमा हुन पनि मान्दैन। पश्चिमतिरको साथी पऱ्यो उस्तै। ए म त एक्लै निस्केर भिडियो बनाइदिएको नि के छ र। चियानको भए पनि फोटो खिचेर सम्झनाहरू साँचेर राखौँ न, के छ र। मरेर पनि यस्तो ठाउँमा चियान यसरी यस्तो ठाउँमा खेल्न रमाउन पायो भने त नि रमाइलै हुन्थ्यो होला नि। हामी त नेपालतिर मरेर पनि कता पुगिने हो, स्वर्ग पनि पुगिन्छ कि पुगिँदैन यार। नेताहरूले भ्रष्टाचार गरेर देश बिगारिसक्यो। मरेपछि पनि नेताहरूले देशको ऋण बोकाउने हो, डर पो लाग्छ। देशको ऋण तिराउनलाई मरेपछि पनि हामीलाई त्यत्तिकै काम गराएर दुःख गराउने हो।
नेपालको नेताहरूको भरोसै छैन यार। मलाई त डरै लाग्छ। नेपाल लुटिसक्यो, खाइसक्यो। फेरि अहिले एक ग्रुप राजा फर्किने ग्रुपले तमास देखाइरहेछ। ढुङ्गे युगतिर फर्किनलाई हो कि राजा मन परेको राजा चाहिएको? केही छैन, कामै छैन यो नेपालको राजनीति नेताहरू पनि। सम्झना साँची छ मन। सल्लाहको चाहिँ अलिअलि हरियो रहेछ, अरूको त त्यस्तै। चियान अब बाई बाई गर्नु पर्यो चियानलाई पनि। बाई बाई। मलाई दुःख नदिनुहोस् है भरै आएर राति सपनामा निन्द्रामा नतर्साइदिनु। गाइस सम्पूर्णलाई मिठो माया सम्झना। यसो नयाँ हुनुहुन्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सल्लाह सुझाव दिनुहोस्। म पनि सपोर्ट गर्नेछु सकेको। सानो युट्युबर जो मिलेर खाली समयलाई सदुपयोग गरेर यसो सानो युट्युबरहरू पनि सँगसँगै अगाडि बढियो भने सफलता छिट्टै पुग्न सकिन्छ। सबै हामीहरू मिल्यो भने सफलता नजिकै छ, छिट्टै भेट्न सकिन्छ। एकअर्कालाई सपोर्ट गरौँ, माया गरौँ। खाली समयलाई सदुपयोग गरौँ। यसो अब फुर्सदको बेला, फुर्सदको समयमा जे जस्तो छ हैन, भिडियो बनाएर हालेर यसो सब्सक्राइब, एक दुई सब्सक्राइब, एक दुई चार से भ्युज आए पनि बिस्तारै हामीलाई नै सफलता मिल्दै जान्छ, हामीलाई नै राम्रो हुँदै जान्छ। टिकटकतिर मान्छेलाई गिफ्ट गरेर पैसा फालेर समय खेर फालेर बस्नुभन्दा यसो जे छ आफूसँग जे भएको त्यही देखाएर युट्युबमा अपलोड गरेर युट्युबमा एकअर्कालाई सपोर्ट गरेर अघि बढियो भने फाइदा हुन्छ। भविष्यको लागि पनि राम्रो हुन्छ। जेरो लेभलबाटै अब जुनसुकै कुरा, जुनसुकै काम पनि जेरो लेभलबाटै सुरु गर्नुपर्ने हुन्छ। त्यही भएर एकअर्कालाई सपोर्ट गरेर अगाडि बढौँ। टिकटकतिर के भन्न, मान्छेलाई बन्द गरौँ, आफ्नो युट्युब खोलेर जे छ हामीसँग जस्तो छ त्यही भिडियो अपलोड गर्दै अघि बढ्दै सपोर्ट गर्दै जाऊँ। चरा कहाँनिर हो? मालिकको गाडी। घामको प्रकाश पनि नछिर्ने मालिकको गाडीतिर त्यही काम गरिरहेको थियो कोरियातिर। घामको प्रकाश पनि नछिर्ने ठाउँतिर आएर कोरियामा काम गरिरहेको थियो। यस्तो छ गजबको, गजब रमाइलो।
बहुत रमाइलो छ है। घाम पनि डुब्यो, घाम सँगसँगै जिन्दगी पनि डुब्यो। घाम त फेरि बिहानी लिएर फेरि उदाउँछ जिन्दगी डुबेपछि। बिहानी देख्न कहाँ पाऊँ, के गरौँ, कहाँ पुगिन्छ, के गरिन्छ, के खाइन्छ थाहै हुँदैन। यस्तै हो जिन्दगी, मान्छेको चोला। घाम जस्तै, जुन जस्तै फेरि उदाउन पाए, फेरि मुस्कुराउन पाए, फेरि फर्किन पाए, फेरि फर्केर पुरानो दुनियाँ देख्न पाए, कति रमाइलो। बस तर के गर्नु, दुःखको कुरा। जिन्दगी हाम्रो ढल्केपछि फर्किन सकिँदैन, गाह्रो हुन्छ। भन्दै यस्तै हो, जे छ जस्तो छ त्यहीमा चित्त बुझाउँदै जिन्दगीलाई खुसी भएर बिताऊ भन्न चाहन्छु। आजलाई यति नै, सबैजनालाई बाई बाई।